नमस्ते, म ललित कुमार सिंह फेरि पनि हजुर सबजनालाई ललित कुमार सिंह 519 युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। सो आज यो रात्रि सेसन स्टडीमा हजुर सबजनालाई स्वागत छ। अब राति भइसकेको छ, के गर्ने। आज पानी परेर बाहिर हामी छतमा जान सकेनौँ, त्यही भएर रातिमै यो सेसन भ्यौँ। सो आज ब्याङ्किङ मिनिङको डे 2 रहेको छ। सो आज लेट्स स्टार्ट गरौँ पहिलोबाट। सो पहिलो रहेको छ ट्रोपोस्फियर। ट्रोपोस्फियर भनेको के हो? हाम्रो जुन सूर्य बाहिर हुन्छ नि, त्यो 5वटा लेयर छ के। पहिलो रहेको छ ट्रोपोस्फियर। ट्रोपोस्फियर भनेको सबभन्दा तलको जुन हुन्छ नि लेयर, 5वटा भन्दै त छ नि, 1 2 3 4 5, सबभन्दा तलको लेयरलाई हामी के भन्छौँ? ट्रोपोस्फियर भन्छौँ। त्यसलाई हामी नेपालीमा निम्नमण्डल पनि भन्छौँ, यसलाई संवहन मण्डल पनि भनिन्छ, यसलाई परिवर्तन मण्डल पनि भन्छ। यो के हुन्छ, दिनहुँ चेन्ज भइरहेको हुन्छ क्या। जस्तै कुनै दिन पानी परिहाल्छ, किनकि यही मण्डलमा के हुन्छ, चराहरू पनि उड्ने गर्छन्, हामीले सास लिने पनि यही मण्डलमा हो। त्यसलाई यसलाई के भन्छौँ? निम्नमण्डल भन्छौँ। अर्को मिनिङ रहेको छ स्ट्राटोस्फियर। यसको सेकेन्ड लेयर रहेको छ नि अर्थको माथि, त्यसलाई हामी के भन्छौँ? स्ट्राटोस्फियर। यसलाई नेपालीमा रक्षात्मक मण्डल भनिन्छ, यसलाई समताप्य मण्डल पनि भनिन्छ। अर्को चाहिँ रहेको छ यसको एउटा खास बात भनिदिउँ। स्ट्राटोस्फियरमा के हुन्छ भने ओजोन लेयरको यसमै हुन्छ, यो भित्रै पर्छ। अर्को चाहिँ थर्ड रहेको छ मेसोस्फियर। मेसोस्फियर भनेको के हो? अब थर्ड रहेको छ मेसोस्फियर। यसमा चाहिँ यसलाई मध्यमण्डल पनि भनिन्छ, बिचको हुन्छ ठ्याक्क, त्यही भएर मध्यमण्डल भनिन्छ। यसलाई यता यदि बाहिरबाट हाम्रो जुन युनिभर्सबाट उल्का पिण्डहरू आउँछ नि, एस्टेरोइड्सहरू, त्यसलाई यसले के गर्छ? पिघलाइदिन्छ अरू बिलाइदिन्छ, जे भने नै हुन्छ। यसले के भन्छ? नष्ट गर्ने काम गर्छ त्यो उल्का पिण्डहरूलाई। अर्को चाहिँ फोर्थ रहेको छ थर्मोस्फियर। थर्मोस्फियर भनेको कस्तो छ भनेपछि यसलाई नेपालीमा तापीय मण्डल भनिन्छ, यसलाई आइरन स्फियर भनिन्छ कि आइरन। अर्को चाहिँ लास्ट रहेको छ एक्सोस्फियर। एक्सोस्फियर भनेको बाहिर मण्डल, जुन सबभन्दा माथि हुन्छ नि एक्सोस्फियर, होइन, हामी त्यसलाई के भन्छौँ? सबभन्दा बाहिर मण्डल भन्छौँ। यसलाई फ्रिन्ज रिजन पनि भन्छ, सीमा प्रवेश। यो हाम्रो मेन सीमा हो इन्टर गर्ने पृथ्वीको। सो अर्को रहेको छ 6 नम्बर आइयुसिएन। आइयुसिएनको फुल फर्म के हो यो जानौँ। यसको रहेको छ इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचरल रिसोर्सेस। अर्को चाहिँ WWFको फुल फर्म के हो? वर्ल्ड वाइल्ड लाइफ फन्ड, जसमा पाण्डाको पिक्चर हुन्छ नि, चिची, त्यो हो। अर्को चाहिँ वेटल्यान्ड भनेको के हो? वेटल्यान्ड भनेको जमिनभित्र जुन 6 मिटर गहिराई दलदल हुन्छ नि, त्यसलाई के भन्छौँ? वेटल्यान्ड भन्छौँ। अर्को चाहिँ CITESको फुल फर्म के हो? यसको चाहिँ कन्भेन्सन अन इन्टरनेसनल ट्रेड इन इन्डेन्जर्ड स्पेसिस अफ वाइल्ड फ्लोरा एन्ड फौना। अर्को चाहिँ रहेको छ ग्रिन बेल्ट मुभमेन्ट भनेको के हो? यो चाहिँ यसको मतलब चाहिँ हरित पेटी अभियान हो। अर्को चाहिँ रहेको छ UNEPको फुल फर्म के हो? यसको रहेको छ युनाइटेड नेसन इन्भाइरोमेन्ट प्रोग्राम। अर्को रहेको छ ICI मोड। ICI मोडको फुल फर्म के हो? यसको रहेको छ इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट। यो चाहिँ हाम्रो नेपालमै रहेको छ। अर्को चाहिँ IPCCको फुल फर्म के हो? इन्टरनेसनल प्यानल अन क्लाइमेट चेन्ज। यसको फुल फर्म रहेको छ MDGको फुल फर्म के हो? चाहिँ मिलेनियम डेभलपमेन्ट गोल हो। अर्को चाहिँ मर्करीको मिन के हुन्छ? मर्करी माने हुन्छ पारो। अर्को चाहिँ MSMEको फुल फर्म के हो? यो एउटा लोनको टाइप हो, हाम्रो RBBले दिने गर्छ। यसको फुल फर्म रहेको छ माइक्रो स्मल मिडियम इन्टरप्राइज। जुन सानो सानो धन्दाहरू चलाउनको लागि जुन लोन लिन्छ नि, त्यसलाई हामी के भन्छौँ? MSME भनिन्छ। यसलाई यो अब कति रकम समयले अमाउन्ट लिन पाइन्छ भनेपछि कर्जा यो अप टु 3 लाखसम्म मात्रै लिन पाइन्छ। अर्को चाहिँ रहेको छ कर्पोरेट लोन। कर्पोरेट भनेको अब जुन 3 लाखभन्दा माथि हुन्छ नि, त्यसलाई हामी अमाउन्ट लिन्छ नि, त्यसलाई हामी के भन्छौँ? अब कर्पोरेट लोन भन्छौँ। अब चाहिँ पेड अफ क्यापिटल। पेड अफ क्यापिटल भनेको के हो? पेड अफ क्यापिटल भनेको हो टोटल अमाउन्ट अफ मनी रिसिभ्ड फ्रम इट्स सेयर होल्डर इन एक्सचेन्ज अफ सेयर्स। जुन हाम्रो पब्लिकले सेयर भर्छ नि, सेयर मार्केटमा IPO हो, त्यो बापत प्राप्त भएको रकमलाई हामी के भन्छौँ? पेड अफ क्यापिटल भन्छौँ। नेक्स्ट रहेको छ मेन कन्ट्रोल लेजर भनेको के हो? यो चाहिँ खाताहरूको ग्रुप बनाउँछ नि अकाउन्टमा, त्यसलाई हामी के भन्छौँ? मेन कन्ट्रोल लेजर भन्छौँ। यसलाई जेनरल लेजर पनि भन्छ ब्याङ्किङ भाषामा। अर्को चाहिँ डिस्पर्स माने हुन्छ डिस्ट्रिब्युट, बाँड्नु, चाहिँ डिसेमिनेट्स, होइन, डिस्ट्रिब्युट, यो सबै यसको मिनिङ हो। अब SISको फुल फर्म के हो? यसको फुल फर्म रहेको छ सुपरभाइजरी इन्फर्मेसन सिस्टम रहेको छ। अर्को चाहिँ नोट चेस्ट भनेको के हो? नोट चेस्ट भनेको सिम्पली नोट कोष हो, पैसा राख्ने एउटा कोष हुन्छ नि त्यो। अब ड्युली भनेको प्रोपरली, राम्ररी। सोइल्ड नोट भनेको के हो फेरि? सोइल्ड नोट भनेको खराब, जुन च्यातक हुन्छ नि, त्यहाँ केरिमेट गरेको हुन्छ पैसामा, त्यसलाई सोइल्ड नोट पनि भनिन्छ। त्यसलाई हामी रेड नोट जस्तै भन्न पाइन्छ। रेड नोट खराब पैसाहरू हुन्छ नि, जुन राष्ट्रिय ब्याङ्कले एक्सचेन्ज गरेपछि त्यो
खराब रेड नोटलाई हेर्छ जलाइदिन्छ त्यस्तो हो। अब चाहिँ काउन्टरफिट नोट भनेको के हो, नक्कली कोष, नक्कली पैसाहरू हुन्छ नि जाली, त्यसलाई हामी के भन्छौँ, काउन्टरफिट नोट। सो आजको लागि यति छ सर। सो सी यू नेक्स्ट टाइम, थ्याङ्क यू।